र हाम्रो अभियानलाई धेरै समर्थन गर्नुभएको छ। उहाँले नैतिक भौतिक के अरे आर्थिक हरेक किसिमले सहयोग गर्नुभएको छ। उहाँ विराटनगरवासी हाम्रो चाहिँ नि प्रसन्न भट्टराई सरलाई मैले यहाँ माथि बोलाउन चाहेँ। हाम्रो स्टेज यस्तै छ। उहाँलाई देख्नु भएको छ? फेसबुकतिर देख्नु भएको छ भनेको ठुलो समर्थक र उहाँलाई जोरदार तालीले स्वागत गर्नु। धन्यवाद छ सम्पूर्ण दाजुभाइलाई। र उहाँले हामीलाई सधैँभरि होइन नैतिक समर्थन गर्नेदेखि लिएर हाम्रो चाहिँ श्रमको सकारात्मक चर्चा परिचर्चा गराउने गराइदिने गरेर चाहिँ हामीले सहयोग गरिराख्नु भएको छ। र हामीलाई चाहिँ यो फायर लेन बनाउने जुन काममा त्यो पार्ट उडाउने त्यो मेसिन छ नि त्यो पनि उहाँले नै सौजन्य गर्नुहुन्छ। प्रतिमा निर्माण गर्नेदेखि लिएर हरेक कुरामा उहाँले सहयोगहरू हामीले गरिराख्नु भएको छ। र उहाँ जस्ता विदेशमा रहेर हाम्रो श्रमको अभियानलाई सहयोग गर्नुहुनेहरूलाई म धन्यवाद दिन चाहन्छु। महत्त्वपूर्ण मैले यहाँलाई जानकारी गराउनुपर्छ। हामी निकोर्सी भन्नुको मतलब भोलि पर्सि निकोर्सी 28 गते हाम्रो श्रम संस्कृति अभियानको धरान महानगरपालिका नगर कमिटी गठन कार्यक्रम हाम्रो रहेको कारणले धरान 16 को जोडसकुवा चोकमा 1 बजेको समयमा हामी भेट्छौँ। सबैजना आउनु होला, अरू साथीहरू लिएर आउनु होला है। र यो अभियान धरानमा मात्रै अहिले सञ्चालन भइराखेको छैन। बडो खुसी पनि लाग्छ। म एक समयमा होइन तपाईँको चाहिँ नि कसैले मेरो कुरा सुन्न मान्दैन थियो क्या। अहिले आएर मैले भनेको कुरा, मैले गर्न चाहेको कुरालाई त्यसको विरोध गर्नेहरू पनि छन्, आलोचना गर्नेहरू पनि छन्। राजनीतिमा त्यो हुन्छ। अब हामीले गर्दै गरेको पनि एक खालको राजनीति नै हुन्छ। समाजमा राम्रा तत्त्व पनि हुन्छन्, नराम्रा तत्त्व पनि हुन्छ, ढुङ्गा पनि हुन्छ, माटो पनि हुन्छ, फलाम पनि हुन्छ। भने जस्तो विभिन्न खालका तत्त्वहरूले संसार बनेको हुन्छ, समाज बनेको हुन्छ। र हाम्रा विपक्षीमा रहनुहुनेहरूले विरोध पनि गर्नुहुन्छ। तर हाम्रो श्रम अभियान यति धेरै फैलिराखिएको छ। अहिले यतिखेरै पनि तपाईँको छ विभिन्न पालिकामा विभिन्न ठाउँमा नेपालभरि श्रम भइरहेको छ है। यो तपाईँ हाम्रो विचारले जितेको अवस्था हो। ताली बजाउनुपर्छ। यो श्रम अभियानलाई यहाँसम्म ल्याउनका लागि अनेक सहयोग सुने। मलाई ढुङ्गे भन्थे, जङ्गली भन्थे, बाट्ने भन्थे होइन, अझै पनि भनिरहेछ नि छैन? तर यो देशको ढुङ्गा नबोकिकन यो देश बन्दैन है। यो देशको माटो नछोइकन यो देश बन्दैन। यो देशमा हामीले पसिना नबगाइकन देश बन्दैन। त्यसले गर्दाखेरि यो देशको उत्पादनको निर्माणका लागि हामीले श्रम अभियान गर्नुको विकल्प नरहेको कुरा हामीले अहिले सबैलाई जानकारी दिइसकेका छौँ। धन्यवाद आत्मज्यू। मेयर साहब भन्न चाहन्छु हर्कजीलाई मेरो नमन हो, मेरो नमस्कार हो। यो भनेको भगवान बनाएको। तपाईँहरूले यो कुरा बुझ्नु धेरै जरुरी छ। जस्तो हामीले गणेश आएन भन्छौँ अथवा अरू कुनै भगवानको नाम लिएर रामायण भन्छौँ, त्यो भनेको नमस्कार गरेको। त्यहाँभन्दा बेसी के पनि मैले बिचमा केही भिडियो बनाएको थिएँ। त्यो भिडियो मैले सुरुमै ओम हर्क सम्पन्नाय नमः, ओम सम्घाताय नमः भन्थेँ। त्यसको मतलब यति मात्रै हो कि उहाँ नमन गर्न चाहेको भनेको धेरैले बुझेर नि विशेष गरी विरोधीहरूले। अब उहाँले बुझ्ने कुरा पनि आयो। उहाँहरूको त्यो समस्या छैन, नभएपछि केही उपाय होइन। हामीले हाम्रो कोसिस गर्ने हो। यति भन्दै म यहाँ आजको मेरो अभिनन्दन, विशेष अभिनन्दन हुन्छ हर्कजीलाई। मलाई जहाँसम्म लाग्छ यस्तो किसिमको अभिनन्दन यहाँभन्दा पहिला कहिले गरेको थिएन। म एउटा नयाँ सुरुवात गर्न चाहन्छु। एक मिनट साथी
हजुर धन्यवाद। मैले हेर्नुहोस् यो मेरो घरको अमेरिकाको माटो हो। यो मेरो घरको विराटको माटो हो। विराटको माटो। यो दुइटै माटोले म हरकजीलाई टिका लगाउन चाहन्छु। यो मेरो आजको बाटोको माटो मैले उहाँलाई दिन्छु। उहाँले त्यो माटो जहाँ राख्नु जे गर्नुहोस् उहाँको खुसीको कुरा हो। त्यसतिर पनि म साह्रै विशेष ठुलो समर्थक हो। खजामाला भन्दा यति केही गर्नु हुन्छ। अनि यो मेरो अमेरिकाको मेरो घरको माटो यो मैले मलाई माटोले जन्माएको हाम्रो मेयर साहबलाई माटोको टिकालाई धन्यवाद। अनि अमेरिकाको चक्लेट छैन अलिअलि मेरो दाइ नरुनु अहिले म भाउदैन भन्छ एकछिन। 3 वर्ष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभएको उपलक्ष्यमा मैले अगस्त महिनाको 2 तारिकमा मैले भोजको आयोजना गरेँ मेरो घर अमेरिकामा। त्योभन्दा अगाडि जुलाई महिनाको 5 तारिक 7 तारिक हो, 22 महिना अगाडिको कुरा हो। कोकाको पहिलो आयोजना जब पुरा भयो कोका त्यतिखेर पनि मैले एउटा त्यहाँ भोज दिएँ मेरो आफ्नै घरमा मेरो आफ्नै खर्चमा। अनि उहाँले बोलेका घरिघरि राम्रो राम्रो कुराहरू मैले त्यहाँ लेखेर राखेँ। पहिलोपल्ट त प्रायः सबै आउनुभयो, राम्रो उत्साह भयो। पछिल्लोपल्ट कति रिसाउनेहरू, मन नपराउनेहरू, राजावादीहरू, कोकोवादीहरू उहाँहरू आउनु भएन। अनि मैले के गरेको छु भने अहिले अगस्त 2 तारिक हो, आज भनेको 25 तारिक भइसक्यो, आज अक्टोबर 11 भइसक्यो होइन। यतिकै समयसम्म मैले घरबाट जुन मैले टाँसेको छु नि फोटोहरू त्यो सबै अहिले पनि त्यहाँबाट मैले निकालेको छैन। अनि त्यो साथीहरूलाई मैले भुलिरहेको छु भनेको छु तिम्रो जबसम्म आउँदैन मेरो घरमा आउँदैनौ, मेरो घरमा आएर फोटो मैले खिच्दैनौ तबसम्म तँ त्यहाँबाट हट्दैन भनेर भनेको छु। त्यो अझै पनि छ। अनि त्यहाँ मैले एउटा ब्यानर लगाएको छु, त्यो मितिमा मैले ठुलो उद्घोष गरेको। त्यो भनेको चाहिँ हरकजी नै त्यो व्यक्ति हो जसले नेपाललाई 100औं वर्ष त्यही काजिएको शक्तिको खिलाफबाट मुक्त गराउन सक्ने प्रबल सम्भावना बोक्नु भएको छ कि हरकजी नै त्यो व्यक्ति हो, अरू कोही होइन। यहाँ मैले दुवै ठाउँ छपाएको छु। यो मैले दुवै ठाउँ छपाएको छु। मान्छे देख्नु पर्यो। यो आजको मिटिङमा दिन चाहन्छु जसले राख्नुहुन्छ होइन। अनि यो जसले राख्नु चाहन्छ जे गर्न चाहन्छ तपाईँहरूको खुसी पहिला चाहिँ हल्का दिएँ मैले। त्यसपछि अब अर्को मेरो आज अभिनन्दनको यो यति नै हो। अनि के भन्ने हेर्नु उहाँले पनि भन्नुहुन्छ बारम्बार भन्नुहुन्छ हर्कजीको जति पनि हामी समर्थक या शुभचिन्तक जो पनि छौँ हामीहरूले कसैले पनि नि आलु फालतु गाली गऱ्यौँ भने त्यो हर्कजीको सत्ता समर्थक होइन। यी हुनुहुन्छ सोध्नुभयो तपाईँहरू है। त्यसै कारण हामीले मतलब विरोधीहरूले विरोध गर्छ, उहाँ त्यसको प्रतिरोध गर्नुपर्छ।
तर ढङ्गले गर्नुपर्छ कि, किनकि हामीहरू अलग हौ, हामीहरू पृथक हौ, अर्को चाहिँ पृथक हो। पृथक हो भने हरेक कुरा पृथक हुनुपर्छ हामीहरूको, हरेक कुरामा। गाली गरोज कसैले गाली गरोज गर्यो भने हामी पनि गाली गरोज नै उत्रिनु हुन्न, त्यो गऱ्यो भने लामो श्रृङ्खला हुन्छ कि, हामी त्यो श्रृङ्खला लाग्नु हुँदैन। मलाई पनि गाली गर्छु कतिले भन्छन्, ए बाउ भनेर भन्छन्, कसैले के भन्छ, कसैले के भन्छ होइन, ए टपरले पनि भन्छन् नभन्ने होइन। अनि हो भने के भन्छ, मलाई हामीले बाहुनलाई टपरी नै दिएको छ भने चाहिँ के गर्छ, हामी तपाईँको चिज चाँदीको थालमा दिएको छैन खानेकुराहरू, टपरी नै दिएको दिनेले दिएको हो, हामीले त मागेको त होइन। तर मैले त्यसलाई चाहिँ सामान्य रूपमा लिन्छु अनि मैले त्यसको प्रतिवाद गर्छु। प्रतिवाद गर्दा पनि मैले आफ्नो के त्यहाँ सन्देश दिइरहेको छु, मैले उसलाई गाली फर्काउँदिनँ कि, त्यो त्यहीँ रोकिन्छ। अथवा अरू कोही साथीहरू आउनुहुन्छ, उहाँले मेरो तर्फबाट के भन्नुहुन्छ कि हामीले त्यो गर्नुपर्छ। जहाँसम्म त काम गर्ने बेला सुरु भइसक्यो होला होइन, धेरै लामो किन बोल्ने, म फेरि आइरहन्छु किनकि बोल्ने मौका पर्छ होला, बोल होला। अनि यो मौका एउटा पछि म के भन्छु भने, यहाँ चाहिँ सङ्घर्षकर्मी साथी हुन्छ, म मिडिया कर्मी भनेर भन्नु, मिडिया भयो कर्मी भयो, दुईवटा शब्द भयो, हिजरा शब्द, त्यो भनेको हिजरा शब्द, मिडिया अङ्ग्रेजी शब्द हो, कर्मी नेपाली शब्द। त्यो म भन्दिनँ, म सञ्चारकर्मी भन्छु, हामी नेपाली हो। र तपाईँहरूले पनि कतिले त्यो युट्युबर विशेष साथीहरूले त्यो हाल्दाखेरि त्यहाँ युट्युबमा त्यो हाल्दाखेरि फोटो एउटा हुन्छ, सधैँभरि हुँदैन, फोटो एउटा हुन्छ, भित्र कुरा भिन्नै हुन्छ, त्यो नगर्नुहोस्। अनि तपाईँले त्यो हाल्ने कुरोमा त्यहाँ चाहिँ त्यो कथन मात्र हुन्छ होला सायद होइन, तपाईँले त्यहाँ लेख्दाखेरि त्यहाँ कुरा पुगेको हुन्न है। अब यहाँ भएर चाहिँ नरिसाउनु होला, तपाईँलाई पनि म सिधै भन्छु है, नरिसाउनु होला। तपाईँले एकपल्ट 6 ल्यान्ड लेख्नुहुन्छ कि हो, सत्यनु हो होइन, सत्यनु भयो होइन। अर्घजीको पछि लाग्ने मान्छेहरू एकदमै सच्चा हुनुपर्छ, त्यस्तै डर हुनुपर्छ कि, उहाँ जतिकै सच्चा हुनुपर्छ, उहाँ जतिकै जोको उहाँनिर सच्चा हुनुपर्छ कि है। त्यो त्यो चाहिँ लेन हो, कसैको लाइन भन्छ, लाइन पनि होइन, त्यो लेन हो। 6 लेन भन्नुहोस्, तपाईँले ल्यान्ड भनिदिनु कि कन्फ्युज भयो मलाई त होइन। त्यो नरिसाउनु होला, क्षमा चाहन्छु म होइन, तर त्यो मसिबे अब हाम्रो राम्रै सम्मान छ, जहाँसम्म लाग्छ त्यति भन्ने चाहिँ मैले यहाँ होइन।